नमस्कार, पाठशालाको ट्रेनिङ भिडियोमा यहाँलाई स्वागत छ। यस भिडियोमा तपाईले सिक्नुहुनेछ नोटिफिकेसन सेटअप, जसमा चाहिँ हामीले इमेल सेटअप र एसएमएस सेटअप गर्नेछौँ। यसको लागि सेटअप मेनुमा जानुहोला र त्यसपछि नोटिफिकेसन सेटअप मेनुमा क्लिक गर्नुहोला। त्यसपछि नोटिफिकेसन सेटअप विन्डो देख्नुहुनेछ, जसमा चाहिँ इमेल सेटअप र एसएमएस सेटअप रहेको छ। इमेल सेटअपमा हामीलाई चाहिने हुन्छ एसएमटीपी सर्भर, एसएमटीपी पोर्ट, इमेल एड्रेस र पासवर्ड। यो कुराहरू तपाईलाई इमेल सर्भिस प्रोवाइडरले दिने हुन्छ। पाठशालाले पनि इमेल सर्भिस प्रोवाइड गर्दछ। यो हामीलाई किन आवश्यक हुन्छ भन्दा गुगलको इमेल सेटअप गर्नुभयो भने गुगलले पनि एउटा पर्सनल युजरमा एकदमै लिमिटेड इमेलहरू पठाउन दिन्छ। यहाँ तपाईले विद्यार्थी अथवा गार्जियनलाई पठाउनु पर्दा धेरै इमेलहरू बल्कमा एकैचोटि पठाउनु पर्ने हुन्छ। त्यस्तो इमेलहरू पठाउँदा गुगलले तपाईलाई त्यो इमेलबाट ब्लक गर्न सक्ने हुन्छ। त्यही भएर तपाईले इमेल सर्भिस लिनुपर्ने हुन्छ। यसरी सबै डिटेलहरू भरिसकेपछि सेभ इमेल सेटिङ बटनमा क्लिक गर्नुहोला र इमेल सेभ हुनेछ। यसपछाडि हामी एसएमएस सेटअपमा जानेछौँ। देख्न सक्नुहुन्छ यहाँनिर तपाईलाई एसएमएस प्रोवाइडरले नै एपीआई युआरएल दिन्छ। त्यो एपीआई युआरएल र त्यसपछि एपीआई टोकन यहाँ, त्यसपछि सेन्डर आइडी, यो तीनवटा कुराहरू राखेर सेभ गर्नुपर्ने हुन्छ। र यो एसएमएस सर्भिस प्रोवाइडरले तपाईलाई यी कुराहरू दिने हुन्छ। पाठशालाले पनि तपाईलाई एसएमएस सर्भिस न्यूनतम मूल्यमै प्रोवाइड गरिरहेको हुन्छ। त्यसैले पाठशालासँगै पनि तपाईले एसएमएस सर्भिस अथवा इमेल सर्भिसहरू लिन सक्नुहुन्छ। सो यसरी एसएमएस सेटअपको तीनैवटा डिटेल राखिसकेपछि सेभ एसएमएस सेटिङ बटनमा क्लिक गर्नुहोला र तपाईको सेटिङ सेभ हुनेछ। धन्यवाद।